भगवान सेवारिष्य सम्पूर्णमा डेकोरेसन त्यस्तो हुँदैछ। भगवान सेवारिष्य सम्पूर्णमा फेरि पनि आज व्यस्त भइसकेको छु न्यू ब्लग लिएर धेरै पछि। अनि आज डिनर चाहिँ हामी के कस्तो देखाउने छु है त। म चाहिँ अहिले गाउँ आइरहेको छु। तपाईँलाई म हाम्रो गाउँको बिहानको भ्यू देखाउँछु, हेर्नु है त। हुन्छ, आज बिहानको भ्यू चाहिँ यस्तो रहेको छ। हेलो भन्नु। हेलो गाइस। कस्तो भयो हिजोको आउँदाखेरिको अवस्था? दामी भइरहेछ। रमाइलो भयो? कति पछि आउनुभयो गाउँ? म त 1 महिना गाउँ आएको अनि 1 वर्ष आउन लाग्यो। कस्तो जाडो। हामीहरूले चाहिँ खाजा खाइवरी हामी चाहिँ तल बारीतिर सब्जी टिप्न जाँदैछौँ। कस्तो चिसो हावा चलिरहेको भने नि। यो देखिएको चाहिँ हिले हो। यहाँदेखि तल चाहिँ धनकुटा हो। धनकुटा चाहिँ छेलिरहेको छ। अनि हामी चाहिँ सब्जी टिप्न आएको यहाँ टनेलमा। सब्जी चाहिँ सुँगुरको पाठाले खाइदिएर यस्तो मात्रै छ। अहिले चाहिँ टिपेँ मैले चाहिँ। देख्न सक्नुहुन्छ गाइस कस्तो कलकल आउँदो क्या। ए यस्तो छ यतिखेरको साग चाहिँ। अनि यहाँ चाहिँ रलपाल काँक्राहरू चाहिँ यति रहेको रहेछ गाइस, देख्न सक्नुहुन्छ। साग चाहिँ मैले यति मात्रै टिपेँ, आधी टिपेर अघि पनि लगेको छ। आज रोटी बनाउनु तयार हुँदैछ। खाना डेकोरेट कस्तो हुन्छ तपाईँलाई देखाउनेछु है त। उता चाहिँ रोटी पोल्ने कार्यक्रम हुँदैछ। यता बडीमा म चाहिँ यहाँ खाना पकाउन आँट्दैछु। यतै गर्नु है त गाइस। हामीले चाहिँ रोटी पोल्नु हुँदैछ। म तपाईँहरूलाई रोटी देखाउँछु है। देख्न सक्नुहुन्छ गाइस रोटी। यो चाहिँ पूजाको लागि तयार पारेको है। कस्तो भयो म तपाईँलाई देखाउँछु गाइस। यतै गर्नु है त। सक्नुहुन्छ गाइस डेकोरेसन चाहिँ यस्तो हुँदो रहेछ। बाहिरपट्टिबाट गएर देखाउँछु है। बाहिरपट्टिबाट त्यस्तो देखेको छ। फिनिसिङ भएपछि देखाउँछु है त तपाईँहरूलाई। मुलाहरू धुनुहुँदैछ बाजे अङ्कलहरूले। यति भएर पनि यता पनि छ है, म देखाउँछु तपाईँहरूले हेर्ने गाइस। देख्न सक्नुहुन्छ रोटी अझै पोल्नु हुँदैछ। डेकोरेसन चाहिँ यस्तो भएको छ गाइस, देख्न सक्नुहुन्छ। यो चाहिँ चिनी उमाल्नु भएको हो? ए चास्नी पकाउनु हुँदैछ। दिनहरू चाहिँ बित्दैछ साथीभाइहरू सबैजना आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ। म चाहिँ यहाँ दिउँसोको खाजाको लागि तयार गर्दै बसिरहेको छु। अनि आजको भिडियो चाहिँ के कस्तो भयो अन्तिमसम्म साथ दिनु होला भन्दै आजको भिडियो चाहिँ इन्डोर्स। बाई बाई, थ्याङ्क यू फर वाचिङ।